सो आज चाहिँ हामी तीनजना पानी परेर भर्खर रुवाएर धान गोड्न गएको छौँ है। सो आज चाहिँ पसल बन्द गरेर धान गोड्न आएको छौँ। अघि 12-1 बजीसम्म गोडेर अहिले चाहिँ पानी परेर रुवाएर अनि त्यहाँबाट गइरहेको छौँ। बाटो पनि यस्तो हिल्लो छ है। सो म चाहिँ एकचोटि नुहाइसकेको, त्यही पनि पानीमा नुहाएको, त्यही पनि फेरि धान गर्न हिँडेको। अहिले कति 3-4 बजिसक्यो। अब फेरि गएर धान गोडेर फेरि नुहाउनु पर्ने छ। राम्ररी आउनु होला गाई गोड्नलाई, धान गोड्न आउनु होला। हामी चाहिँ गाउँले पर्यौँ है, सबैजना हामी चाहिँ गाउँले पर्यौँ। त्यही भएर हामी चाहिँ धान रोप्नेदेखि गोड्नेदेखि गर्नुपर्छ है। सरियाको हालत हेर्नु छ, बिहान हेर्नु छ। सो गाइस, अब हामी चाहिँ खेत पुग्न लाग्यौँ। खेत पुगेर देखाउँला धान गोडेको। हाम्रोतिर चाहिँ कसरी गर्छन् भने चाहिँ पानीमा गर्छन् क्या। नङ यस्तो फोहोर भइसक्यो। हेर्नुहोस् नङ यत्रो नङ छ। यो सबै नङ हाच्यो भने छैन धान गर्ने। फोहोर भइसक्यो। हामी चाहिँ यहाँ फेरि पनि आइसक्यो। थुम्बा सन्ध्याले फेरि आइसक्यौँ चम्सुरीको पसलमा। स्वागत छ हजुरहरूलाई चम्सुरीको पसलमा। हामी पसल आइसक्यौँ। यहाँ हाम्रो चम्सुरीको मम्मी रहेछन् पसलमा। ओके, यो चाहिँ दिनेशी हो। नाम के हो अन्त?